ल साथीहरु ड्रम क्लिन नगर्नुको यी नतिजा हेर्नु है त यो पुरै स्पाइडर भाँचिसकेको छ अनि फेरि धेरै ओभरलोड हाल्नुको है सर्भिसिङ नगर्नुको ओभरलोड हाल्नुको अनि मेन ड्रम क्लिन गर्ने पाउडर राखेर ड्रम क्लिन नगर्नुको नतिजा यही हुन्छ स्पाइडर भाँचिसकेको छ र यी ल हेर्नु तपाईको यस्तो हुन्छ ल यो सबै यो चाहिँ सर्फले खान्छ है यो चाहिँ तपाईको भित्रको स्पाइडरलाई के गर्नुहुन्छ के गर्छ धेरै फोहोर भयो भने ड्रम क्लिन गरेन भने भनेर भन्नुहुन्छ नि यस्तो गर्छ ल हेर्नु यही यो सबै धुलो यो सरफले यसरी खान्छ है त्यही भएर ड्रम क्लिन पाउडर राखेर तपाईलाई ड्रम क्लिन गर्नु पर्यो भन्नुको कारण त्यही हो ल भाइ उठाउ त्यसलाई मुनि पुरै थाहा न उयो तपाईले खनाइदियो ल हेर्नु यहाँ ल हेर्नु यो चाहिँ मेन तपाईहरुले यसलाई जोगाउनको लागि चाहिँ मेसिनलाई ड्रम क्लिन गर्नु पर्यो है त ड्रम क्लिन गर्नु पर्यो ल यहाँ भित्रपट्टि हेर्नु यही यत्रो छ यो ड्रम क्लिन नगरेको नतिजा ड्रम क्लिन नगरिसके पछाडि चाहिँ यो भित्र भएको फोहोरहरुले यसको स्पाइडर खान्छ अनि फेरि मेसिन बिग्रिन्छ मेसिन बिग्रिनुको प्रमुख कारण भनेको एउटा ड्रम क्लिन नगर्नु पनि हो है त तपाईहरुलाई ड्रम क्लिन चाहिन्छ भने टक्क कन्ट्याक्ट गर्नुहोस् स्क्रिनमा रहेको नम्बरमा अनि फेरि वासिङ मेसिनमा चाहिँ धेरै लोड पनि हाल्नु हुँदैन है धेरै लोड हाल्यो भने पनि स्पाइडर यसरी भाँचिन्छ ल हेर्नु गरम भइसकेपछि के हुन्छ कसो हुन्छ भनेर तपाईहरु धेरै जनाको चुक्तालाई चाहिँ यसरी मैले बुझाइरहेको छु ल हेर्नु यही यसरी भाँचिन्छ ल हेर्नु यो फेर्नु पर्ने हुन्छ अनि फेरि यसको चाहिँ यहाँ ड्रम पनि अगाडि लगाएर घोटेर काटिसकेको छ यहाँ हेर्नु यो भनेको ड्रम काटेको हो घोटेको हो ल हेर्नु यही अगाडि पार्टी हारा ल हेर्नु यहाँ छैन यहाँ चाहिँ छ यो भनेको चाहिँ स्पाइडर भाँचेर ड्रम अगाडि सरेर अनि मेसिनै बिग्रिने हुन्छ त्यही भएर ड्रम क्लिन पाउडर राखेर बेला बेला सफा गर्नु पर्यो ड्रम क्लिन गर्नु पर्यो अनि फेरि मेसिनलाई धेरै लोड हाल्नु भएन है बेला बेलामा सर्भिसिङ गर्नु पर्यो